के नि साह्रै इरेजर हरायो मेरो बाबुले। अब चाहिँ मैले कति भयो यस्तो गरेर अब चाहिँ मैले माला बनाएर बाबुको घाँटीमा झुन्डाएर राख्छु। मैले एउटा होमवर्क गऱ्यो फेरि इरेजर हराउँछ, अर्को लेख्यो फेरि इरेजर हराउँछ। हराएको छ हराएको छ, हराएको छ हराएको छ। 5वटा 6वटा एक ठाउँमा लेख्न दिएको, 5वटा 6वटा हराइसक्यो भने हेर्नु न इरेजर पनि। अब चाहिँ म यो सिक्रीमा हालेर घाँटीमा झुन्डाइदिन्छु यी लेख्ने बेलामा चाहिँ। अब के भने रे बाबु? होइन, तिमीले लेख्ने बेलामा साह्रै इरेजर हरायो कि। एउटा लेख्छौ, एउटा क्वेसन लेख्छौ, अनि मामु इरेजर खै, फेरि अर्को लेख्छौ, फेरि मामु इरेजर खै। 5वटा इरेजर दिइसकेँ तिमीलाई अहिलेसम्म। यो 6औँ हो। अब चाहिँ सक्दिनँ म इरेजर दिनलाई। खोज खाली हराउने एकछिनमा मामु इरेजर खै, मामु इरेजर खै भन्ने। अब यो चाहिँ हे यो त घाँटीमा सिक्री ला जस्तो त नि, के दुख्ने हो र? पख न म आइडिया निकालिहाल्छु नि तिमीले जरी। अब चाहिँ यो इरेजर हराउँदैन के। कहाँ गायब हुनु, हेरिरह न म आइडिया। घाँटीबाट तान्ने त ल हेर कस्तो राम्रो इरेजरको माला। अब हेर तिम्रो घाँटीमा लाउँछु म। ल अब हेर है, यो सिक्री भयो खाली हराएको है। अब होमवर्क लेख्ने बेलामा यो चाहिँ घाँटीमा लाउने। अलि अगाडि आऊ त, अलि अगाडि आऊ त। अब यसरी लगाऊ होइन। ल अब मेट्ने बेलामा के गर्ने? अब हराउँदैन। अब मेट्ने बेलामा यसो तान्ने अनि यहाँबाट यसरी मेट्ने। अब यहीँ झुन्डिरहन्छ तिम्रो इरेजर। अब हराउँदैन। ल माउ इरेजर खै भन्यो अरे घाँटीमा छ। गुड मेटा मेटा गुड। कस्तो सजिलो भयो है शिवांश।